Hello guys, welcome to my YouTube channel after so long. आज चाहिँ हामी आज हामी जन्त जाने हौ कसको जन्त जाने दुलाको गाडीमा छैनन् कि अगाडि गाडीमा छन् कारमा छन् हामी चाहिँ साथी विजय बोहराको बिहेमा जन्त जाँदैछौँ विजयको बिहेमा यस्तो हामीले सोचेकै थिएनौँ कि हामी यति छिटो उनको बिहेमा जन्त जान पाउँछौँ भनेर एकदम हाम्रो लागि एकदम अनएक्सपेक्टेड हो न साथीहरू एकदम भन तिमीहरू के बोल न यिनीहरू राम्ररी 8 बजे भनेर 8 बजे आन्थे नेपाली टाइम यस्तै हो ए हाम्रो साथीहरू साथीको बिहा हो त अनि हामीले विजय हेर हामी तिम्रो बिहेको लागि यत्रो स्ट्रगल गरेर के अरे कतिवटा अरे 1 साल 2 वर्ष डाइभर्सन पार गर्दै त्यही हो अनि गाइस म पनि छु यसले अघि मलाई भिडियोमा देखाइ नि यसले हेपी मलाई यो केटीले यो हाम्रो ड्राइभर दाइ अनि यो विपना निलम्बर अनि यो के हो यसको नाम आउन पछाडि चाहिँ अनि सर हो गिफ्टमा सबै राम्री नानीहरू हामी आज बल्ल एक्साइटेड छौँ हिजोसम्म त बेमा जाने हो कि होइन भन्ने थियो हिजोसम्म आज बल्ल हैछ भन्ने भयो आज बल्ल बिहा हो भन्ने फिल भइरहेको यस्तो दिन आउँछ भने हामी सोचेकै थिएन तरकारी थियो होला हिजोको बासी चियासँग खाएको यसको चाहिँ पुरै छोड्नु त्यतिबाट फेरि एउटै छोकरी बिहा गरौँ भनी कहाँ बिहामा जाने कि यता हुनलाई भन गाइस म आज कसरी गाली गरे हुन्छ है गाली देखियो न साथी भयो गाली हैन भने मोबाइल गाली खाएर गाली हैन मोबाइल गाली आज चाहिँ हामी 4 दिन अगाडि घर गएको मान्छे हिजोसम्म अधिक आएन के हिँडिरहेछौँ हामी बिच बाटोमा छौँ एकदम बाटो अप्ठ्यारो हो कि बनाउन थालेको अब हामी आइज मालासाला त हिजो जनता पठाइयो कसरी पढायो मलाई पठायो त माला रोज माला छै खेलमा यिनीलाई थाहा होला यही 5000 भने लास्टमा त के गर्छ पढाइ सढाइ के छलिरहेको मास्टर जोइन गर्ने हो कि के हो यता त सोधेमा ठिकै छ भने अनि एउटा मेरो उसको बोडीको सालो भाइ हो कि को छ कोरिया जाने आउने गरेको केटो हो कोरिया लाने हो केटीलाई पनि उ गरेपछि तिम्रो नजरमा त्यस्तो कोही केटी छ भने यसो मलाई खबर गर है आज केटी पाइने गाह्रो रहेछ नि नानीहरू अरू त छोडे नि अझ पाउनु पद्दे पाउनु केटी पाउन दिइरहेको छ मोबाइल सरले भन्दै हुनुहुन्थ्यो मलाई पत्ते गरेको पत्ते केटी मलाई देखा है मलाई नछुट्टा है अनि त्यहाँबाट अझ यो के अरे यो बाहुन उपाध्य बाहुन केटी पाउन कि है कति गाह्रो के मान्छेहरूलाई जसले जहाँ भेटाए पनि बिहा गर्ने हो र बिहा गर्ने हो खत्तम रहेछ त्यस्तै हो गाइस तर पनि म बिहे गर्दिनँ अझै 4-5 वर्ष 4-5 वर्ष गर्दिन कि म बिहे 4 वर्ष के जाहेर खान्छु गरी 1 वर्ष होइन जसले ब्लग हेर्दै हुनुहुन्छ यस कान खोलेर सुन्नु होला मेरो बिहे हुन्न 4-5 वर्ष केटा लिएर नआउनु होला सेम गोज टु मी अझै 4 वर्ष मेरो घर नआउनु होला यिनीहरूको अर्को वर्ष बिहा होस् हामी एकदम स्ट्रगल गर्दैछौँ पढ्दैछौँ हजुरहरूलाई के को खस एकदम स्ट्रगल गर्दै जान्छ अहिले विजयको बिहामा गएर नाच्न पुरा यहाँबाट अनलाउन हुँदै त्यहाँबाट विजयको बिहासम्म हामी त लगभग पढ्ने नै जुन शिक्षण चेन्ज गर्ने बेसी दिन भने हामी दाइ हो हिसाबको लागि हाम्रो दाइले सम्झिनुहोस् ल कति सेक्सन चेन्ज सिदिन सबै भयो हामी सेक्सन चेन्ज भएको सेक्सन चेन्ज दिनेबाट चाहिँ पुगेको भएको क्या यी सेक्सन गाडी नपाइयो र कम त भएको 3 बजे हिँडेको छ त्यहाँबाट कहाँबाट हिँड्ने 3 बजे 3 बजे त हो अनि त्यहाँबाट भाटबाटी जान पर्यो सामान लिन पर्यो अनि फेरि
माइक्रो चढेर जाँदा माइक्रो नपाइ त्यसैमाथि भिड यस्तो भिड मान्छे यताबाट पेले छ यताबाट जति भिड गयो पनि 3 बजे हिँडेको जानकी नगर पुग्दा 5:30 बजे पुगेको यही छ टाइम पनि छ यही हामी त्यस पछाडि कति ल त्यसपछि मैले उसलाई मेसेज पनि गरेँ भर्खरै घर आधा घन्टा हामी बसेर त्यसपछि माथि हाटबजार गएर गोलबार त्यत्रो राउन्ड लाएर घुमेर फर्केर आयो हुँदा नि 4:30 बजे फर्केर आइसक्यो 4:30 बजे त्यो बस्यो अनि पछिको हेलो सल्टीहरू अनि म अब बाँधिदिनँ मलाई मैरिया लगेर सुताइहाल भनेर मैरिया सुताउने पहिलाका बुढाबुढी त पत्ता लाग्थ्यो कि कति बेला मर्छन् भन्ने पनि पत्ता लागेको थियो ससुरा बुवा त्यस्तरी हजुरआमालाई चाहिँ 10-12 दिन चाहिँ मजाले स्याहारै गर्नु पर्यो ससुरा बुवा तिम्रो बिहा भएपछि हो अहिले हामी गोरुसिङ्गे चोकमा आइसकेका छौँ यहाँ उस पाइन्छ होइन लस्सीहरू पाउँछ गोरुसिङ्गे बजार हो यो यहाँ हाम्रो फुपू दिदीको घर छ यहाँ पनि पर्दैन लाग्यो यहाँ पनि पर्छ जस्तो लाग्थ्यो र कति फोहोर गराएका हुन् अनि तिमी के भन्छौ आज मैले केही भन्दैन यो कपिलवस्तु सर्वकाम उपचार केन्द्र छ त्यहाँ सर्पले टोकेमा यहाँ उपचार गर्न आएको होला हजुरले के भन्नुहुन्छ भन्नुहोस् बोल्नुहोस् हजुर ब्लगमा आउँदै हुनुहुन्छ आज उहाँ गएर कसरी मुख देखाउने हो भन्ने कुरा किन कसरी मुख देखाउने निलम्बरले सोचिरहेछन् मुख देखाउनै पर्दैन मुख आफै देखिन्छ हामी गोरुसिङ्गेदेखि यताको बाटो चाहिँ लाएको थिएनौँ देउराली गए बिसुपा गयो फर्स्ट टाइम हो होइन फर्स्ट टाइम हामी पूर्व चाहिँ बिहामै गएछ हामी टुर गएको पोहोर 5 नम्बर प्रदेश 4 नम्बर प्रदेश 3 नम्बर प्रदेश 2 नम्बर प्रदेश 1 नम्बर प्रदेशबाट निस्केर हामी इन्डियामा बाटो नै त्यही हो दार्जिलिङै पर्यो दार्जिलिङ टिकी लागेको सँगसँगै किन गएको मलाई राम्रले देखिन् त्यहाँ घामले ए घाम राम्रो देखियो त्यो अनुहार त फिल्टर सिल्टर छ हामी यतिको गोरु देखेछौँ हामी कति गोरु देखेछौँ तिमी काली साह्रै गोरु मान्छे ल हेरौँ ल तिमीले काली भनेको कस्ती पाउने रहेछ म हेर्छु कि तिमी अन्त काली ल्याउँछौ काली ल्याउने कि यसलाई कसै ल्याउने भनेपछि काली ल्याइदिएपछि म जस्तै रहेछ भनिहाल्छ नि म खुसी हो नि हजुरलाई बम्बे पर्यो नि अनि यतिको साथी भइसकेपछि कमसेकम के दुःख देखाउने हो मभन्दा गोरी ल्याएछ भने फेरि नि मसित बिहा गरेर मेरो गोरो सर तिमी पनि गोरी गोरी भइसक्यो आज भन्दै नगराउ न मलाई त्यही भन्नुहुन्छ त्यसो मैले गोरोसित बिहा गरेर गोरु हिँड्छु तिमीले कालो सार्न सक्छौ तिमीले कालो सार्दिन सक्छौ गोरो मान्छे कालो बनाउँछ कति हेप्छन् कि मलाई मेरो कालो सर लाएर हेरौँ न गोरसित बिहा गर्छु गोरी हुन्छ अहिले कालो निलम्बरको कोटको कालो इमिलिया ठाउँमा इमिलिया गलै छैन गाउने मायाली चिने पनि जाने पनि मायाली गलै छैन कसको यादमा टोराउँथे डेटिङ भनेर भद्रको सपिङ गराउँथे मलाई अगाडि हेर्न पनि हुन्छ प्रायः पछाडि म अगाडि बस्छु सपिङ गरिदिएको पैसा
सपिङ गरिदिएको पैसा फिर्ताले संसारकी सुहाना भएको भिखारीले राति भेट्न आउने तिम्रै छोरी यो के सेन्सेम हो बुझ्न पर्यो नि तिम्रो पढ्नै आउनु सजिलोलाई बिगारेको तिम्रै छोरी छैन नि गोचार आफ्नै छोरी नखर मौली आफ्नै छोरी नखर मौली ताली त बुझाऊ हाम्रो दुलाको गाडी उहाँ अगाडि गछ पिपनाको बा उहाँदेखि हेर्नु है दुलाको गाडी हामी पछाडि छौँ दुलाको गाडी अगाडि छ ऊ दुलाको गाडी देख्नु आइयो हिँडिरहेका छौँ बेहुलाको घर अझै आएन अझ 1 घन्टा लाग्छ अरे हेर्नुहोस् कहाँ आएका छौँ हामी राम्रै रहेछ अहिले ठाउँ त क्यामेरामा राम्रो आएर नि हुनसक्छ खाजा खान झर्ने अरे कि यिनीहरूलाई खाजा नखाइ भएन अरे अब बिहामा जाँदा खाजा हुन्छ र रोटी खाएर चुप्प राखेर रोटी खाएर आएका अरे बिहान आउँदा पनि यस्तो हुन्छ र हामी त खान्छौँ अब हामी झर्छौँ नास्ता खान्छौँ लेट्स फलो मी गाइज कति के भन्छ यो ठाउँलाई भन्छ हामी दाङको यात्रामा छौँ गाइज हजुरले अपडेट गराउनुहुन्छ अहिले चाहिँ दाङ जाँदैछ हामी झरेकै हेलो अहिले हामी खाजा खाएर गाडीमा चढिसकेका छौँ जस्तै गरेर नि हेलो भन्नुहुन्छ भालुबाङ आउन 21 किलोमिटर बाँकी हेर्नुहोस् है त अब चाहिँ हामी बेहुलाको घर पुग्न लाग्यो बेहुलाको घरमा जाने कुरा भयो हाम्रो चाहिँ सिक्दै हाँस्नु कि बलागेर कस्तो रमाइलो हुन्छ त्यहाँ मन्दिर रहेछ भगवान शिवको बेहुलाको घर जाने कुरा भएर चाहिँ हामी अब बेहुलाको घरै जाँदैछौँ जन्तीको रूपमा जाने सिधै जाने भनेर माला लगाएर हाम्रो लुम्बिनी प्रदेशको राजधानी हेर्नुहोस् खोला हामी अहिले विजयको घर आइसकेका छौँ झऱ्यौँ अब निस्किन्छौँ हामी हेलो हामी विजयको बिहेमा आइयो अब हामी जन्तीको रूपमा सम्मान पाउँछौँ यो साथीलाई फेरि एकदम गाह्रो हुन्छ यिनी हामीलाई लिन आएका छन् ब्लग हो कि ल हामी विजयको पनि गर न घर आइसकेको छ नमस्ते बिहे जस्तो नि गरे हिँड्नु खालि क्लास बिहे भएपछि पनि मलाई काली भन्छौ नि भाउजूले गाली गर्न भनेर भन्न नछोडे है फेरि रुनलाई क्या बेहुला राजा कति राम्रो देखेछ अनरियल होइन दोस्रो अनुभवमा बताउँला तँ चाहिँ भन न तिमीले त्यही त
यहाँ छ नि दुलाका साथी सङ्गिनीहरू म चाहिँ दुलाको प्योर 1 वर्ष कान्छी बहिनी हो। अनि अनिसा चाहिँ के हो त म साथी हो। यो यसको त कामै छैन यसको गुरु अरे हजुर होइन अनि म को हो त सुस्मिता हाम्रो साथी एकदम छुची तर राम्रै चाहिँ ठिक छ यो। थ्याङ्क यू अहिले थाहा अस्तिसम्म केही भनेन 81 बिहामा बोलाउँ त हामीलाई कस्तो भयो होला। यिनीलाई त थाहा थियो तिमीको बिहामा जाउँ अस्तिसम्म 81 बिहामा बोलाउने के फोन गरेर त्यो के भयो रेडी भयो कि नै बुझ्नु पर्यो। हामीले बिमललाई एकदम मिस गरेका छौँ हैन भन न बिमललाई तिमीलाई मिल्छु यार तिमी आएनौ त्यस्तै भयो ठिक छ अब बुढो लाएर भेटौँला। ठिक छ विमल तिमी र हामी मिलेर फेरि बिहा गरिदिउँला केटीसँग क्या होइन त्यसैसँग नभने भाउजू भन भाउजू अझै हुनु भएन है भाउजू बाहिर धेरै हुनु भयो रहेछ हामी थाहा पाइएको थिएन। पोलपली कालीले पोलपली पोल उसले खोलेको तिमीलाई थाहा नभएर मात्रै हो। बाटाभरि कुरा काट्दै ब्लगमा हेरौँला के म त हेर्दिनँ। तिमीले हेर्छौ तिम्रो बिहाले गर्दा दुःख पाइयो तिमीले ब्लग हेर्न मन पराउँछौ भनेर मैले ब्लग बनाएको। बिहान दुःख पाएँ होइन यसलाई मैले जन्म एकदम साथी भनेर बोलाएको छु। दुःख पाइयो नि बमिट बिचारो भाउजूले हामीहरू बाइकमा आउँछ लभ स्टोरी सुनाउ न। खालि अनि किन भन्नु भएन त अनि आउँदाखेरि अघि नभन्ने ए तपाईँ त्यसलाई मजाले बाइक हजुर मजाले बाइकलाई मेरो नभन हाम्रो भन्न के छ हाम्रो छोराको भन्न तीनचोटि तपाईँ तिनखेर होइन हाम्रो भन्न पर्छ कि मेरो भन्न मेरो भनेपछि ठिक छ ल पहिला दही खाइदिएर होला नि के कसो भाउजूले भने मान्नु भयो अनि सानो गरिदियो अब जे भाउजूले भन्नु त्यही नै भन्दैन मैले हेरेको नि त म दाइहरूको बिहे त्यही त तीनचोटि खाने तीनचोटि खाइदिने टिको लाउँदै खानु वाह वाह काली दायर त कति गोरी देख्छ कि आज कति नाम्री ओहो हेर त वाह कति नाम्री मान्छे अन्दाज बाटो निर्मलाजी किन साइलेन्ट हो नम्बर छ जिन्दगी तिम्रो लाएन हजुर माला टिका खै त सर्किने सुन्दरी टिका गर्दिनौ। अब हामी जन्तीको रूपमा प्रस्थान गर्दैछौँ। कालो आहा यो लाइट भएर हामी यस्तो काला खिनौँ ल भाइ अब जन्ती हिँडिन्छ अब हामी यसले हाम्रो जन्त बोलाउन के किन चाहियो र साँच्ची कि भन न कहिले हुन्छ त छिटो छिटो गर के बिहा तेरो बिहा चाहियो कि मलाई गाडीमा बस्छ हामी बेहुलीको घर आएका छौँ
आउँदा पानी छ जुत्ताको यसो तानेर जे लगाऊ भिजेरै लगाऊ केही छैन तर जुत्ता चाहिँ लाउनु लुकाउनु चल्यो निलम्बर कहाँ निलम्बर अब जुत्ता सालीले तिमी हैन नि दिदीलाई पठाउनु तिमी हैन ल उता नानी तपाईले जुत्ता खानु जुत्ता खानु चौधरी एकैछिन रुक्नु है अरू होला नि केही पर्केर तिमीलाई थाहा छैन तिमी दानको मान्छे भएर हामीलाई सोध्छ दौरी खेलाम जन्तिर घर बेटी तारा सँगै बिर्स्यौ कि मायाले मैले लाग्दो गन नगर केटी दौरी खेलाम जन्तिर घर बेटी तारा सँगै जोन बिर्स्यौ कि मायाले मैले लाग्दो गन बिर्स्यौ कि मायाले मैले लाग्दो गन विचार गरौँ जाने भन्दा
जाऊ के तिमी पार्टनर खाली हुन्छ जाऊ बाजु गर्दिन गइस हेर नि तेरो ब्लग कहिले आउँछ भनेर जुठो खुवाइ महँगो पर्छ छिटछिटै यता पनि हेरिदिनु ल सट्टा खाइदिनु सट्टा आफाउन थालमा राखिदिनु ल पर्दा खाइदिनु ल ल डडे ल ल ल उता चम्चा उता राखिदिनु त्यस्तो गर्दा हुन्छ क्या जाने खाने खुवाइदिन केही हुन्न ल अघि मैले भन्ने 3 चोटि हो यसले यति खान्छ र भ्लगमा नदेखाएर 3 चोटि हो यो दही मिठाई हामी एक चोटि हो यसले के 3 चोटि भयो क्या यसम्म खानु त मन नल्याउ नजिकबाट नि लगभग 2 चट्टा हो साथी बेइज्जत नगर यार यता देखाएर यार लामो नगर जान्न सर लामो भिडियो ल अब चाहिँ हामी खाएर नाचेर एकछिन रेस्टमा छौँ खाएर रेस्टमा छौँ मोबाइलको चार्ज सकिसक्यो ब्लग एन्ड हुन्छ कि हुँदैन थाहा छैन कसरी हेरिहेर्नु यहाँ कसो गरी के भन्छस् तैँले के भनौँ केही नै त्यसलाई मिठाई ल्याइदियो भने त्यो पनि ल्याइदिएन अब चाहिँ उहाँको जन्ती जाने है हामी नेक्स्ट तिमीले के भन्छन् तिम्रो बे कहिले हो कस्तो के बनी हुन्छ र बिहामा पनि बिहाको पनि बनी गर्ने अरे जस्तो गाई यिनले भनेको यिनले के बोल्न जान्दैन त्यसकै यसलाई बिचमा करेन्ट लाउनु पर्छ के ल अब 4 सेकेन्ड लाग्यो अब हाम्रो ब्लग ल बाटाको बेला काम न हो भाइले बोला अझै तल त्यो टिकासम्म गरिदिनु थोथोरो भयभरको माथि खनाउने हो तल थोथोरै खना ताली बजाइदिनु बस्नुहोस् भन्न पर्यो विजय विजय बाई लाग्यो हामी सके होइन हामीलाई एकदम हतार भयो
लगभग बिहे पनि सक्यो अब हामी चाहिँ हिँड्यो ल यस्तै भयो आजको दिन हजुरहरूले रमाइलो भयो साथीको बिहा हजुरले भ्लग हेर्नुभयो राम्रोसँग ल यो आजको विजयको अब यसपछि हामी गाडी चढेर घर जान्छौँ अब भ्लग आउँदैन किनकि हाम्रो चार्ज सकिसकेको छ अनि ल त्यही हो बाई 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 बाई